start here. Bhalka vlog. Wow, welcome to Bhalka. Bhalka को पुल में. यस्तो छ टाइम ग्यास टाइम ल ए वाओ इट्स ब्युटिफुल प्लेस वाओ इट्स ब्युटिफुल प्लेस हाहा स्वर्गको टुक्रा भने पनि कम छैन ल ओइ यहाँ भिडियोमा नबोल है धेरै ए गाडी पनि आउँदो रहेछ यस्तो छ Bhalka vlog. जाऊ यस्तो छ दामी छ ल यस्तो रहेछ ल इट्स ब्युटिफुल प्लेस Bhalka कैलाली नो गोदावरी नो Bhalka तिमीलाई डर लाग्ने फेरि किन के हुँदैन हैन गो यहाँ छ ल दामी पानी के भयो तिमीलाई मात्र डर लाग्छ Look here. दामी देखियो अरे यहाँ हिँडेर आउन त बबाल भइसक्यो यहाँ तिमीहरूलाई के त कस्तो छ ठाउँ के छ प्रतिक्रिया एकदम राम्रो छ कस्तो लाग्यो ठाउँ एकदम राम्रो छ तर गुगल म्याप हेरेर नआउनु होला ल भन्नुहोस् कस्तो लाग्यो नमस्ते आज हामी यो कैलालीको वडा नम्बर गोदावरी नगरपालिका वडा नम्बर 9 भल्का भन्ने ठाउँमा आएका छौँ तपाईँहरूलाई सबै सिनहरू देखाउँछु हेर्दै जानु होला है त ल त्यही भएर त मैले स्कुटी ल्याउनु भने ल यो भल्काको ग्राउन्ड हो दामी छ
दुईवटा गाईलाई बाँधेर चलिरहेको यिनीहरूले किन रहेछ खास यो यिनीहरूको पत्ता लगाउनु पर्छ दुईवटा बाँधिरहेको गाईहरू चाहिँ यहाँ बाँधेर चढेर यो दुईवटा पनि कपाल कपाल के खालका ए कपाल कपाल रहेछ यहाँ पनि छ कोही कोही सिङ्गल छन् प्रायः डबल डबल नै छ गाईहरू चाहिँ ल हेर गाई त्यो गाईको जोडा जोडा छ कि यहाँ यसरी पानी आछ चढ्दैछन् अब किन के कारण नयाँ नयाँ गाई पठाएर जान्छन् ए भाग्छन् भनेर जोइन्ट नयाँ ल्याएको हो यो उही चढ्न अप्ठ्यारो होला तिनीहरूलाई नि अप्ठ्यारो त हुन्छ एक हिँड्छ एक हिँड्दै बेलुका लगेर खोल्ने हो बेलुका लगेर खोल्ने हो नै खोल्दैन ए 2-3 दिन बाँधिरहन्छ हालिदिन्छ अझ भोलि ए खोलिदिन्छ त्यो गोदावरी नौ होइन भल्का भने के हो खास ए आई लभ भल्का भन्ने होला ए भल्का भने माथि माथि पानी आउने होला हो ए कति टाढा छ यहाँबाट त्यो छैन ए यसो पनि जान्छ यो सिमलको रूपमा अब यस्तरी गाई बाँधेको छ गाई त्यही भएर मैले सोधेँ आउने छ कि भल्का मन्दिर This is Bhalka actually. We गाई जो भल्का भने चाहिँ तलबाट पानी आउने भल्का यसलाई भल्का भन्छ गाई नेपालको झन्डा पनि छ यता भल्का